भन्नु कोही बाबाले नि साथ छोडे फेरि धेरै भयो होइ चितौनी दुख्यो अनि आँसु झरिरहेको छ हजुरको यादमा जहिले म त रोए बस्छु ल ए मेरी आमा तर के भनौँ मैले त घरको त एक्लो छोरो जिम्मेवारी मनी बोकेर खाडीतिर जान लागेको छु नि यो घरको त एक्लो छोरो साथी र भाइहरू सबैले त छाडे ल पैसाको पछि मात्रै सबैजना मेरी आमा घरको एक्लो छोरो यस्तै छ जिम्मेवारी अब ऋण बोकेर खाडी जान लागेको छु मेरो भिसा आइसक्यो होला यो भिसा र टिकट मेरो आइसक्यो आज त पासपोर्ट नि मैले फेरि हातमा त पाएँ ल भोलिको फ्लाइट छ त बाई बाई मेरो पनि ए मेरी आमा तर के भन खोइ घरको त एक्लो छोरो जिम्मेवारी नै बोकेर खाडीतिर हिँडिरहेको छु मै आँसु मेरो पनि आज फेरि झर्दैछ नि है यौ टाउकोमा ऋणको भारी काट्न च्यात्या बोरा अनि बोकेर गएको छोरो जिम्मेवारी धेरै छ नि एक्कासी आमाको त कल आयो आज पनि खाडी तातो घाममा मनी काम गरिरहेको थियो नि ए मेरी आमा मात्रै भन्न पाएको थियो सौले मोबाइल मेरो पनि कसिदियो अनि सौले नि एक दुई थप्पड मलाई पिट्यो अनि आँसु झऱ्यो मेरो पनि घरको ऋण के भन्नु खोइ आमा यस्तै रहेछ अरूको देशमा गएको छोरो के हुन्छ थाहा छैन मर्छ कि मम ड्याडको यति दामी माया लाग्छ म मर्यो भने मेरो लास बाकसमै फिर्ता आउँछ राम्रोसँग संस्कार गर्नु ल मिस्यो आमा ल नाइस